हेलो गाइज हैन आज चाहिँ हामी आलिताल लेकतिर जाँदैछौँ माथितिर यहाँ डनधुरामा रहेको आलिताल घुम्नतिर जाँदैछौँ आफ्नै ठाउँमा बबाल रमाइलो हुन्छ हेर्दै जाउँ कहाँमा पुगिन्छ हैन बिस्तारै बिस्तारै लास्ट उकालो छ यतातिर दुईजना मिलेर आलिताल घुम्दै आज घाम पनि डर लाग्यो यार आज त के गर्ने यतादेखि तल चाहिँ यहाँ गोदाम बजार अनि घुम्तीतिर पुगिन्छ हैन यता यो साइड आलिताल तल यो हामी आएको बाटो चाहिँ यो साइड हो यहाँदेखि गइरहनु आज आलिताल लेकतिर यतातिर ठाउँ पनि बगाल छ यो साइड पुरा हावा लाग्ने यतातिर आज चाहिँ पुरा गर्मी छ त्यही हो गाइस यो साइड चाहिँ आलितालतिर अब कमै छ चाहिँ अङ्कल आन्टीहरू त्यहाँ आलितालको गाउँदेखि आइरहनु त्यहाँ साइड त्यही लागिरह अब बजारतिर जाँदै तल त्यो यहीँदेखि गयो भने घुम्टी अनि गोदाम बजार मौरी त तल लोकबुढा साइड यो साइडदेखि यताको गाउँदेखि आएर जानको लागि होइन ल हेर त यता ठाउँ यस्तो बबाल छ त यतातिर आरामदायक बस्नको लागि बनाइएको छ हैन यो चाहिँ आलितालको जङ्गल यतातिर यता पनि जङ्गल छ देख्न सक्नुहुन्छ गर्मीको बेला आलिताल आउनुको फाइदा यही हो मजाले शीतल बाटोमा हिँड्न पाइन्छ पुरा शीतल शीतल छ हैन अब चाहिँ आलिताल पुग्न लाग्यो गाइस धेरै धेरै इन्तजार हाम्रो सक्यो 2 घण्टा छ फाइनल्ली पुग्यो
भेरी 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 नाइस। तर घट्या खायो आलताल। पानी चाहिँ कम भएको अवस्था। पानी कम भएको छ यतातिर। खतरा लोकेसन दामी छ। डुङ्गाको हालत त उयो गाइज हेर। डुङ्गा चढ्न त पाइन्न यतातिर। आलिताल होइन हाम्रो आलिताल। उतातिर दुई भवन भने जस्तो लाग्यो। मान्छे छैन बस एक राउन्ड हान यसो एक राउन्ड हानेर त्यहाँदेखि बनाएर त्यहाँदेखि यसो गएर जाउँ पानी खाएर जाउँ होइन। यतातिर बस्नको लागि बबाल फुलसुल लगायो आजभोलि। डुङ्गाको हालत हेर। डुङ्गा केही काम छैन यतातिर। पुरा बिग्रिया खायो। यो चाहिँ आलितालको भ्यू। शीतल शीतल भइरह साथीहरू। मस्त चिसो। तल भन्दा चिसो। बजार भन्दा चिसो छ हेर्नु है यतातिर चाहिँ। हाम्रो त्यहाँ गाउँभन्दा चिसो मौसम। जाउँ यो बाटो देखाउँछु म अब। यो बाटो बबाल आउँछ। माथिबाट पुरा आलतालको भ्यू देखाउँछु। भ्यू टाउदेखि यता आएको चाहिँ धेरै भइसक्यो। तर यो चाहिँ भिडियोमा आज फर्स्टचोटि हो होइन। भिडियो बनाउँदै आलतालको फर्स्टचोटि भिडियो बनाउँदै यतातिर। अब चाहिँ बबाल बबाले साइडतिर घाम पनि शीतल पनि हुँदै हामी चाहिँ कमल फुल पनि लगाएर रहेछ आजभोलि।
थाकियो यार, फुल थाकियो आज त। के गर्नु? आहा क्या दामी छ यार यतातिर फुल फुल्या। त्यसको फोटोसुट हान्छ अहिले हामीले फोटोसुट। म चाहिँ जान्छु तल, माछा पनि छ नि यार तल। एक फुलले हेर्नु सकिन्छ त्यसलाई। जाउँ हम त तल यो साइडतिर। अहिले म देखाउँछु बबाल चिज। कमल फुल कसले लगाएको बबाल देखा। यतातिर मसँग देखा छ। फोटोसुट गरेर देखाउँछु। हेर्नु कस्तो दामी देखा। ल आलीतालमा पनि कमल फुल। तालमा चाहिँ पुरै छ। यो फुल चाहिँ नटिप्यो किनकि दामी देखिया छ। दामी देखिया फुललाई नटिप्ने। टिप्यो भने कोहीले रिसाउला नि यतातिर। फुल चाहिँ मन पर्यो मलाई। हेलो गाइज होइन, अब चाहिँ बिदा हुन्छ। फाइनल्ली गाइज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। फर्स्ट भिडियो होइन, फर्स्ट भिडियोमा अब आलीताललाई बाई बाई भन्ने पालो आइसक्यो।